नमस्कार सबैलाई। आज चाहिँ मेको 2 तारिक सटरडे 2026। आज हाम्रो नम्बर 1979 को चाहिँ इन्टेक 2 को चाहिँ आज भेटघाट यहाँ हुँदैछ मिचेरमा चाहिँ। साथमा चाहिँ गाउँले अनि नम्बरी 3144। अब यहाँ आखिरमा फेरि नम्बरले गर्छ है। पल सिंह गुरुङ अनि हामी दुईजना चाहिँ सँगै आएको छौँ। अब चाहिँ हामी पार्टीमा जान्छौँ अनि रमाइलो गर्छौँ। सब देखाउँछु, हेर्दै जानु होला। जेएल गुरुङ युट्युब च्यानल है त। ल गाउँले केही छ ल चाहिँ सबै आफ्नो पहिलाको प्लटुनको नम्बरी, विङको नम्बरी, सेक्सनको नम्बरीहरू भेटघाट हुन्छ होला, रमाइलो हुन्छ होला। भेटिन्छ अभियसली। ल हजुर हामी अगाडि लाएँ है त। ल वेलकम छ है। ल हाम्रो नमस्ते बहिनी। ल हाम्रो चाहिँ 52 नम्बर ल है। यहाँ मैले देखाइहालेँ। ओके ल हामी दुईजना आएको छौँ। अहिले चाहिँ रमाइलो गर्नुपर्छ है त। ल ल सी यू है। ल ल ल हामी चाहिँ अब हामी भित्र लाग्यो है। उतातिरको अन द स्पोटमा होइन के हुँदैछ। ल अब यहाँ जनतालाई चाहिँ देखाउँछु। ल नम्बर ल खुसी लाग्यो है। ल ल चमा अरे के छ यहाँ। ल है ल ल रुक ल ल ल ए हाम्रो चाहिँ है नम्बरहरू ल है। हाम्रो चाहिँ भेटघाट भइरहेको छ है। ल हेर स्पेसल हाम्रो चमा है। प्यारो भाइ नेपालमा इन्जोय गरे। अरे त्यो त भन्ने स्पेसल के छ होइन के छ त। ल अब चाहिँ यहाँ जनता भेटौँ है त। हाम्रो नम्बर को छ। अरे त्यो भइहाल्छ नि। हेऱ्यो होला नि यार मेरो होइन। अन्त हालिहाल्छ युट्युबमा। ल है त म चाहिँ यतातिर जान्छु है। ल ल ल ल हजुर ल ल नम्बर ल ल ल हजुर। तपाईँ त उहाँ पुगेर फेरि जानुभएछ है। ए उहाँ त घुमेको यहाँ फेरि म उता चाइना जानु। अस्ति बाटोमा चाहिँ अलिक प्रब्लम पऱ्यो है फर्किँदा। प्रब्लम पऱ्यो। तपाईँ त म त केही भएन बस्नुभयो। केही भएन मलाई। म त 9 दिन अड्किएँ नि यार। कस्तो लो तल ट्राफिक कन्ट्रोलले चाहिँ अब यस्तो यस्तो भनेछ भनेर 2 घन्टा वेटिङ गऱ्यो नि त होइन। पछि 2 घन्टा ल्यान्ड गऱ्यो। हामी त ट्रान्जिट फ्लाइट है। त्यहाँबाट ल्यान्ड हुने बित्तिकै त मान्छे त एयरपोर्टमा त कमिरहेको थियो कि है। अनि फेरि हामी त 2 घन्टा अघि लेट भइसक्यो। अनि त्यो ट्रान्जिट फ्लाइट पक्रिनु पऱ्यो। अनि हामी त हतार है त्यो गेट नम्बर पनि 14D भनेर कन्ट्री भइसक्यो थियो। त्यहाँ हतार त्यो 14तिर दौडियो है। फेरि यसो त्यो बोर्ड हेर्दा पनि क्यान्सल पनि छैन। अनि उहाँ 14Dमा गएर बस्यो। त्यहाँबाट पछि त एकछिनपछि क्यान्सल भइरह्यो भने त्यो के बोर्डमा आयो क्या। अनि त्यो इन्फर्मेसन गरेर सोधेको त ल यस्तो भयो क्यान्सल भयो जम्मै फ्लाइटहरू। अब चाहिँ तिमीहरू चाहिँ कतार एयरले तिमीहरूलाई होटलमा लान्छ भने कि ल सब ल। अनि कतारले होटलमा लान्छ भनेर हेर्नुहोस् त होटल पनि अब 8 घन्टा पुग्यो कि एयरपोर्टमा है। बल्ल बल्ल त्यो 202 भन्ने होटलमा लग्यो। त्यहाँ उहाँ लाने बित्तिकै ब्रिफ गरेको। तिमीहरू चाहिँ अब यहाँ यस्तो छ अब यहाँ डोनेटिङ हुनुसक्छ के हुनसक्छ तिमीहरू बाहिर नजानु। त्यो तिमीहरूलाई अब बस्न खानको लागि अब यहाँ हामीले गर्छ बन्दोबस्त तिमीहरू नजानु भन्यो। कहाँ हजुर लाइभ कि त्यो ए राकेश त झरेको नि। त्यो नजिकैको रेडिसन होटलमा झरेको यार आगोको ज्वाला झन् ढुकढुक भयो है। अनि कहाँ बाहिर जाने हुन त अब कोही त गयो घुम्न। तर हामी चाहिँ गइएन कि हामी चाहिँ गइएन। डरै लाग्यो है। अनि त्यहाँ फेरि भने के तिमीहरू किडन्याप गर्न सक्छ के यताउति त्यो चाहिँ तिमीहरूको सेफ्टीको लागि हो। कहीँ नजानु हो। त्यहीँ बस्यो हजुर 9 दिन। ए 9 दिन है। 9 दिन कतारमा। हामी दुईजना सँगै हो पनि एउटै फ्लाइटमा। कोइन्सिडेन्ट नम्बर म त फेरि भिन्दा भिन्दै टिकट काटेको तर एउटै सिटमा पऱ्यो नि त हामी। हाम्रो नम्बरी छ यहीँभन्दा पहिला मैले भ्लग पनि देखाएको होइन। हजुर फेरि ए उहाँ चाहिँ घुमेको नम्बरी सबै ठिक छ ठिक छ एकदम। नम्बरीको भ्लग चाहिँ हामी खुब हेरिन्छ कि त्यो भ्युज छैन है। तर चाहिँ यसो के आफ्नै त्यसको लागि होइन एकदम यो त राम्रो हो नि हजुर। भ्यू पर्दैन है त। म यहाँ हुन्छ देखाउँछु है। ल हाम्रो ओहो ल नम्बरी ल सन्चै ल आउनु ल ल ल गोविराम गिलोङ गिलोङ के छ सेमु young man ल देउमा
सबभन्दा हाम्रो उहाँ पर्वततिरको है गाउँलेहरूले है सबैले भन्छ आमरे कहाँ छ भन्छ कि यहाँ छ है आमरे ल यतातिर हाम्रो लमुङतिर हाम्रो गुलुङ्गेलाई है ए गुलुङलाई गुल्मी भने हाम्रो गोपीरामलाई यता भुल्न भएन है म्याग्दी म चाहिँ अहिले यहाँ नम्बर यसमा भेट्दैछु म यहाँ के छ यसो देखाउँछु है त ल सबभन्दा पहिला चाहिँ फाइनल गेट टुगेदर 1979 इन्टेक 2 म भित्र बसेन म अब चाहिँ यता गयो अब ड्रिङ्क खानु पर्यो गाउँले ड्रिङ्क खाने होइन ड्रिङ्क खानु जाम ल नाम्रा ल दोस्त के छ ए बाम 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 ल बाम के छ सन्तोष ल ल ल ल ल ल ल है यहाँ भेट्दैछ ल दोस्त म तेलमा म आएर यहाँ त्यो हुँदैन नि ए भाइ ल अलि खाऊँ है आफ्नो खानामा चाहिँ बल गरौँ है भाइ ल भाइ ल भाइ ल हात त मिलाउँ है खुसी लाग्यो त्यो चाहिँ पोस्टर खाने हो चिसो चिसो पोस्टर पोस्टर बिजीमा आइगयो ल बहिनी हालिदिनु छ है हाम्रो खानाहरू हाम्रो स्टार्टर हुँदैछ के छ यार ओ हाम्रो राज खाना बिर्छ फोर्नुपर्छ अहिले पाउँदा यहाँ अलि दिउँ है बाम फोर आइगयो नि तिमी म फोर मिस भन्दा यार मैले याद भएन कि गाउँले लोचे है ल है ल जय 1979 एउटै वार हो नि त स्कुल छोड्नु वार भने चाहिँ गुडिसक्यो भाइ मैले जिल्ला त भन्नु पर्यो जिल्ला म कुरा गर्नु चाहन्छु के अरे राजेन गुरुङ भन्ने चिन्छ नि होइन पोखराको उसले युट्युब हालेर राख्छ त इन्डिया लाएर त्यो तिम्रो गाउँमा गएर यो चाहिँ जुवारी लालको घर हो भनेर देखाएको ए हो राइट हो कुनै त मजाको ठाउँ रहेछ त लाइन फेरि भेट्यो फेरि भेट्यो किन नचिन्ने चिन्छ नि अहिले चिन्दैछ दुईजना फटिएको होला हरायो फोन सुतो नउठाउने गयो यार यो त हराएर बिसो ल गोपीनाथ दिने हो ए भाइ आइज ए गोपाल ए ल भाइ न कहाँ छ भने के मैले 3 पल्ट नेपाल गएको तिमी छु अनि अहिले नम्बर पार्टीमा चाहिँ चिकन पोक चोक र बेनी खाँदैछ है आमै इन्च नाइस टु मिट यु ल खाना चिकन लापर कति भयो यिनीहरू 50 भयो हाम्रो पहिला त हो नि कस्तो हुन्छ गरे ल एकदम खुसी लाग्यो ल इन्जोय है
इन्जोय है सिटी पुगेछ ल यहाँ हाम्रो इन्द्रसँग भेटेको छ ल इन्द्र के छ ल एकदम ठिक छ नम्बरी साहब अनि यो भिडियो चाहिँ एकदम सजिलै गर्नु पऱ्यो सबैलाई अनि नम्बरीहरूलाई निकै सम्झाउनु पऱ्यो नआउने चोरीलाई त्यो भइहाल्यो त्यसमा ल हजुर ल हाम्रो नम्बर साहबसँग भेटेको छ अब हामी चाहिँ भित्र जान्छ ल गेलौँ ल भित्र जा ल भित्र सेप्रो खोइ बहिनीले आइरहेछ आज मेरो विशेष आउनु भएको छैन सेप्रो मै जस्तो रहेछ यहाँ तिमीले चाहिँ पर्वत जिल्ला ल चिनाएको छ नि चिनाएको छ पर्वतले छ एउटा पेज हो दोस्त पोस्टर चिसो कि तातो चिसो ओ 37 ओहो ल के छ यार ल है यहाँ फटिकवाला पनि नमस्ते ल बहिनीहरूलाई देखाएँ है मैले चाहिँ नमस्कार ल नमस्कार बहिनीहरूलाई आउनुभयो म चाहिँ ल नमस्कार आगे नै हेर्दै नै फोन गरेको थियो बहिनी आउँदैन रहेछ मान्दैन त के गर्ने त मान्दैन भने के गर्ने त मैले यस्तै छ पोहोर कुनै थाहा छैन पढाएर चाहिँ आउनु भने है मै थियो कि म हिँडेँ है सबैलाई ल बहिनीहरू नमस्कार है नमस्कार बहिनीहरू ल नमस्कार ल सन्दा भए त त्यो हालिहालेछ कि ल पैसा त तिरेको छैन है कता तिरेको ल भन है 34 के छ दिनु पऱ्यो 34 ल हाम्रो नम्बर कति नम्बर 3160 हजुर तपाईँ इन्जिनियर हो सेकेन्ड सेकेन्ड हो र हामीलाई भेटेको गेलौँ भन न यहाँ यहाँ राखेँ म फर्किरहेको यहाँ फर्केर आयो वेलकम ल पोहोर आउनु भनेको कसरी थाहा भयो मलाई नयाँ आएको थियो मैले अब ढाँटेको मैले भिडियो बनाएछ देखिहाल्छ चल ओ मान्छे कहाँबाट आयो कहाँबाट आइपुग्यो यहाँ यो त हेर भनेको आगे दोस्त लो तेरो भाउजूले हेर्छ नमस्कार सम्पूर्णमा सब सेकेन्ड इयर होइन सब सेकेन्ड इयर उहाँ डाँडातिर हिँडेर है ढिलो ए भाइ आगे नआएको मलाई आगे नै ल्याइदिने यहाँ चेक गरिदिइसकेको हाम्रो एटेन्डेन्स हेर्दा चाहिँ फर्स्ट सेकेन्ड 6 को चाहिँ राम्रै छ अनि 7 10 को ठिकै छ इन्जिनियरको चाहिँ राम्रो छ सिङ्गलको चाहिँ हाम्रो भन्दा पनि नराम्रो छ कता भनेपछि हाम्रो चाहिँ फुल हाम्रो पेम्बा नम्बरी चाहिँ फुल्ली ड्रेस अप भएर आएको छ एउटा चाहिँ खुसी लाग्यो यो नम्बर चाहिँ आशा छ आउने वर्षमा बढ्दै जान्छ होला हामी फुल्ली रिटायर भन्छ बच्चाहरू ग्रोन अप भइसकेको छ यो नै हाम्रो एसोसिएसन भेटघाट भन्ने दुःख सुख रिक्रुटदेखिको दुःख सुख पार्ने ठाउँ हो एउटा चाहिँ खुसी लाग्यो हेर्नुलाई नमस्ते भेट्नु नमस्ते क्यालेन्डर हामीले ल भन्दै आजको वेलकम छ है हाम्रो नम्बरी गेट टुगेदरमा विशेष नमस्कार मन्जुबिका वेलकम छ है थ्याङ्क यू पेट आउँदैछ नि म ड्रिङ लिएर आउँछु ल ड्रिङ लिएर आउँछु
राइट सबभन्दा इम्पोर्टेन्ट कुरा म के भन्न चाहन्छु भने आज अब नेक्स्ट युकेको इलेक्सन हुँदैछ भगवान सर चाहिँ आइपुगेछ है तपाईँ आइपुग्यो भर्खर आइपुग्नु हो अनि मेरो हालिदिने हालिदिनु साथी हो है यहाँहरू सबै मैले त हिजो नै खसाले मेरो हाम्रो परिवार 3283 भीमबहादुर लिम्बू नम्बर हिसाब 52805 मा बिन्दु भएको हो र 29 लीलाबहादुर गुरुङ 060725 मा बिन्दु भएको हो सबै एकैछिन उभिएर मौन धारण गरिदिनु होला म विनम्र अनुरोध Thank you. बस्नुहोस् हामी भाइ हो एकजना मात्रै भन्नु हजुर एकजनाको 25 को अनि ट्रेनिङ चाहिँ कति किनेर मान्नुहुन्छ आफ्नो ठिकै छ यो चाहिँ खानाको भयो जुनै कलाकार आए तापनि हामीले उहाँहरूलाई चाहिँ त्यति उयो कुरा छैन माला लाउनु पर्ने हाम्रो सिनियर नम्बरले चाहिँ के मन्जुलाई पहिला हो कि मन्जु बिगाला बोलायो यो डेढ सुनाइदिउँ त सुनौ भन ल सुनौ है साथी हो सुनौ है आइस डाउन है ल अब त्यो नेपालमा गर्ने भन्ने 50 वर्ष सेलिब्रेसन चाहिँ नसकिन्जेलसम्म भिसा आने नजाने सबै यहीँ बस्ने माथिबाट भिसा आउँछ क्यान्सल गर्ने बस्ने नयाँ खबर थियो है ल ल ल 50 को नम्बर चिनेछ नम्बर चिनेछ हाम्रो बमलाई नि है बमलाई खै बमले चिने गडफादर हो तिमी त ए बम किन गडफादर हो भन नि त किन गडफादर 2006 मा आउँदा मेरो नम्बर हिसाबले मलाई नचिने मैले उलाई नचिने त्यस्तै नि गडफादर हुन्छ त त्यहाँबाट पछि भेट भएको त ओहो नम्बर हिसाब हुनु रहेछ भनेर उहाँ सरले नि मलाई नि सुरुवात गर्नुभएको कलाकार ल्याएनै कि अझै होइन ल्याउनु पर्यो म त नभ्याएर हो ल्याउनु पर्यो ल कलाकार ल्याउनु पर्यो दुईटा मात्रै भयो कि के भनेछ ल्याउने होइन जम्मा दुईटा मात्रै भयो त्यसले बोलाउनु अलिक चर्के ल्याउनु पर्यो ल आउनु नआएछ भर्खर हो किन ढिलो दिनु पर्यो म हेर्छु तपाईँको चाहिँ हेर्नु पर्यो है टप क्यामेराम्यान जहाँ जानुहुन्छ तपाईँले यो के अरे चाहिँ एकदम सम्पूर्णलाई चाहिँ जनता सेवा आज होइन हाम्रो नम्बरहरू को आए को छन् भन्ने चाहिँ अब यहाँबाट जानुहुन्छ यहाँबाट चाल पाइन्छ को आए है त्यसकै लागि है ए थ्याङ्क यू होइन भाइ नम्बर को आए को गयो भन्ने यहाँबाट थाहा हुन्छ कि हो नि ल है यो पक्का रेकर्ड हो नि त रेकर्ड हो इन्जिनियर मात्रै हो हाम्रो इन्जिनियर दिनुहोस् है थ्याङ्क यू ल हजुर गोविराम साहबलाई रिपोर्ट गर्यो ओ गोविराम के हो
फोटो रिपोर्ट गर न यार बोल न यार बोल ल हो बनाइ छ मेजर भएको म चाहिँ भर्खर प्रमोसन भएर मेजर हाम्रो सेक्सनको नाम राखेको छ एउटा उत्तरले नाम राखेको छ ऊ बनाएको छ अनि मेजरको ठिक छ ल ठिक छ हाम्रो घरेले नाम राखेको छ है राजा घरे राजा हाम्रो घरेले टिकटकमा राखेको छ फेरि टिकटक दिनुपर्छ है घरे कनकन सबलाई चाहिँ भेट्नु भयो भने चाहिँ हाम्रो एन्ड्रुलाई सम्झना अन्ड्रु दाइलाई म भनिहाल्छु नि कोही ल ए देखियो कोही कता बसेका छन् कोही कता इन्जोय गर्दैछ है बुढाहरू है गाडी ल है पाले हाम्रो गौरव सर छैन पल्ट चाहिँ सेकेन्ड चाहिँ लास्टमा सुट हुन्छ भनेर लेखेर हालेको छ आउँछ त्यस्तो हो क्या ए त्यो त म त फर्स्टमा थिएँ नि आखिर आउने सन्चै अब ल खोइ कहाँ गयो हाम्रो आर्टिस्ट बोलाउन आर्टिस्ट बहिनी कताको बहिनी त अब गिलुङले के भन्छ गिलुङले छेकेको त अगाडि गएर बसेको खालि यस्तो गरेको छेकिहाल्यो फोटो खिच्नु लाग्यो भने टिम यार नम्बर यार हाम्रो नम्बर 2 मा पत्रकारहरू कमी छ पत्रकार त होइन पत्रकार गरिराख्नु भएको छ यति हो पत्रकार ल पत्रकार हामीले बनाइदिए भयो हाम्रो नम्बरीहरुको पत्रकार त बेस्ट पत्रकार एकदम ल थ्यांक यू ल नम्बर इन्टेकको हाम्रो बेस्ट पत्रकार हुनुहुन्छ सबैले चिन्नु होला हेर्दा आफ्नो देखेन भनेर त्यही त है हाम्रो 34 रनमा यहाँ छ म त यही थिएँ नि त बिहान मैले ए त्यस्तो कति त चिन्दैन है नम्बरहरू कोही बहिनी आएन हो ए म नि एक्लै हो ल अनि दिनु पऱ्यो हजुर ल दिँदैछु है नम्बर थ्याङ्क यू भेरी मच खिच्दै हुनुहुँदो रहेछ है यो चाहिँ हाम्रो कुन चाहिँ 47 डे सेलिब्रेटिङ गरिँदैछ है 47 हो 47 हो भने है अहिलेको मान्छे त होइन यार सम्झिँदाखेरि त होइन ए भाइ आइपुग्यो ल स्याबास भाइ अहिले टाइम चाहिँ ख्याल राख्नु है तैँले हुन्छ तैँले कति बजे हुन्थ्यो है 3 बजे हुन्थ्यो 3:30 मा आइस बहिनीले हो बहिनी नमस्ते ल है ए भाइ राम्रो छ है फेरि ठोकाउलोस् जाऊ आउनु जाऊ है त्यहाँ नहेर के उसले आएको क्यामेरा छैन कि क्यामेरा नहो ए मेरो दोस्त यार ल के छ ल भनौँ ल के छ कस्तो लाग्दैछ ल कस्तो हुन्छ इन्जोय गर्नु पऱ्यो वर्षमा एकचोटि आउने होइन एकदम ठिक छ दोस्त मेरो हाम्रो सोभियतले सधैँ कुरो गर्छ राजा अङ्कलसँग अनि हाम्रो के अरे इन्द्र भए मैले आज आउँदैछ भनेको हो भनेको अस्ति नेपाल जाँदाखेरि जहिले झार्दैछ तपाईँलाई होइन हो त्यो हो अनि छुट्टी राम्रै भयो अस्ति उहाँ के अरे उहाँ त्यसमा त्यही बिहा थियो नि त्यहाँ सुमनलाई भेटेको थिएँ मैले भिडियो हालेको थिएँ नि देख्नु केटोलीसँग भेटेको छोरासँग
हेर्दैछु है यो मैले सारिङ्गे लिएर आइज भनेको है सारिङ्गे यहाँ हेर हो यहाँ मैले सारिङ्गे लिएर आइज भाइ देखा आइज नि केटा यहाँ मेरो कान्छो भाइ यो कान्छो भाइ देखा चाहिँ नि मेरो गाउँले त नदेखायो नि त्यसै पनि उज्यालो छ नि हाम्रो पो अलि फोकस गर्नु पऱ्यो त जनता हेर त्यस्तो त्यस्तो हाल गर्नु यहाँ त यहाँ सबभन्दा हिरो त हाम्रो पाउनै छ यार सबभन्दा हिरो त पाउनै छ ल है सबभन्दा हिरो त पाउनु है राम सेकेन्ड हाम्रो इन्द्र होला है इन्द्र नै हो न फिल्म हाम्रो दोस्त अब बुढो हुन्छ बाजे त भइहाल्छ नि यहाँ हाम्रो अब जुलुङको के हो बाजे हो के होइन बाजे नभएको कोही नरहेछ हो 1 वर्ष सानो इन्जोय गर एउटा मेसेज दिउँ न त नम्बर हेर ल नाउने नम्बर हेर्लाई सबै नम्बरहरू 2/1979 हामी यहाँ जम्मा भेला भएर रमाइलो गरिरहेका छौँ यहीँ युकेमै हुनुहुन्छ भने अर्को साल आउनु होला है अनि 3 वर्षपछि चाहिँ नेपाल जाने भनेको छ प्रिपेयर हुनु होला धन्यवाद त्यतिसम्मको लागि भिसा आए नजानु होला भिसा आयो भने नजानु रोकेर राख्नु पऱ्यो है एकदम ल त्यही हो थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू अहिले बहिनी नेपाल बस्छ अनि हङकङको दोकान छोड्यो अनि उसले हङकङको दोकान साडालाई दियो अनि त्यो यहाँ अनि फेरि यहाँ चाहिँ के गर्छ त्यसले त्यो त नि त्यो काम गर्छ नि त काम गर्छ हामी दुईजना वकिङ गएको मैले डाँडामा भेटेको क्या फोटो हालेँ नि मैले हेरेन माथि लभली हिलतिर क्या लभली हिल माथिबाट आउँदै रहेछ म तलबाट माथि जाने मैले उसलाई झुक्काइदिएको के मैले यस्तो लगाएको थिएँ चिनिहाल्यो मर्निङ वाक रे के कहाँ मर्निङ वाक हुन्छ होइन भिन्दै हो नि के प्लेटोनको हो सेक्सन सेक्सनको सब सेक्सनको त्यो भुँडे तर त्यही चाहिँ ल यो कुन सेक्सन पऱ्यो ल भन्नु 2 मे 26 को नम्बरी गेट टुगेदरमा चाहिँ आज हाम्रो सेक्सन 3 सेक्सन 2 प्लटुन 3 सेक्सन 2 प्लटुन ए विङ हामी चाहिँ 1979 को 22 अक्टोबरमा चाहिँ भर्ती भएको यो लङ्गडे साथीहरू चाहिँ 7 जना चाहिँ भेला भएको छ 7 जना छ सबै त्यही छ होला सबै लाइन नै छ होला है अहिलेसम्म नम्बरी पार्टीमा धेरै भेला हुने चाहिँ हाम्रै सेक्सनमा नै छ ल है वेल डन हो एकदम ल प्राइज दिनु पऱ्यो है अर्गनाइजरहरूले सन्तबादले है ल है ल प्राइज आज जे हुने भइहाल्यो रे आज जे हुने भइहाल्यो रे भयो यहीँबाट लिँदैछ है रेखा बहिनी नमस्ते चिन्नुभयो चिन्नु ल ठ्याक्कै चिन्नु मैले यहाँ यसो हेरिराखेँ है भरेपछि सोधिहाल्छ कि भेट्यो कि भेटेन रेखा आयो कि आएन नआउने रे म पनि नआउनु भनेको बुढो त रिसाउनु भयो अनि बाबु छुट्टी रहेछ अनि बाबुले लिएर आयो मैले त्यहाँ म भेटेको थिएँ भेटिसकेँ भने नम्बर अनि बाबु नानीहरू त बिहे भयो होला है मेरो त नातिनी भइसक्यो छोराको त 12 वर्ष भइसक्यो नाति छोरीको पनि नातिनी त हाम्रो
बिहे भयो तर बच्चा त भएको छैन अहिलेसम्म है अनि आराम हुन्छ नि यस्तै दाइ सधैँ बिसाउँछ तर अब के गर्ने सन्चो हुन त कोसिस गरेँ एकदम ठिक छ भने है ठिकै छ ल खुसी लाग्यो हजुर सबैलाई त्यही भेट्न देख्न पाइन्छ भनेर बल्ल बल्ल आएको ल ल बहिनी है ल खुसी दिदीलाई लाग्यो मेरो एकदमै सम्झना हस् 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 अनि यहाँ फोटो खिच्दै चाहिँ के छ बाबा किसिम छ त यहाँ अर्को खिच्नु गयो ठिक छ है ल मै राखेँ हो मेरो खासै केही छैन है ल त्यो राम्रै कुरा बोलिरहेको छ नराम्रो कुरा बोलेको छ नि होइन त्यही त ल ल यहाँ फोटो खिच्ने जस्तै बसिरहेको छ सबै के हो पैसा नै बसिरहेको त फोटो त खिचेको छैन त त्यही त अब नेपाल जाने भने चाहिँ नेपालमा चाहिँ है अब नेपालमा रमाइलो गर्नु पर्यो नेपालमा यो ग्रुप चाहिँ चुप्लाएर बसेको थियो हङकङमा उठाएको थियो त्यो गर्नु पऱ्यो त्यो पनि मान्ने छैन हो नि त्यो पहिला बसेको है फेरि रिमाइन्ड हुन्छ नि त खतरा देखेछ नि यो हो र खोइ आएछ आएछ नेपालको कौडा नाच्ने हो त्यही हो मेरो जवाहरलाल है नमस्ते हामी चाहिँ एउटै सेक्सन है बहिनी हो ल बल्ल यस्तो चिनाउँदै नचिनाउने हो तिर्छ हामी त ल उसँग रे ए ल ल हाम्रो 63को चाहिँ बहिनी है 29-63को बहिनी नम्बरीको सब भिडियो खिचाएको छ मैले मात्रै है मैले हालिदिएछ जेएल गुरुङ हाल्यो भने है अहिलेसम्मको चाहिँ मैले हालिराखेको छु क्या सधैँको हाल्छु म आउँदाखेरि प्रायः जस्तो त्यही त चिनेछ र बहिनीले जनसाथ चाहिँ अहिले काठमाडौँमा छ माथि नगरकोटमा चाहिँ डरलाग्दो घर बनाइरहेको छ हो म त भेटिरहेको छु दाई भाइ जस्तै हो राजेन्द्र म 29-90 हाम्रो नम्बरी थियो पोखराको बित्यो नि बिचरा नम्बरी युके आएन मलाई चाहिँ डन्कन साहबले चाहिँ नयाँ सिकाउँदादेखिमा चाहिँ साह्रै माया गर्ने राम्रो मान्छे हो क्या जर्मन जाँदाखेरि के अरे रेखीको मान्छेले जाँदाखेरि म चाहिँ उहाँ चाहिँ जानु भएछ न अर्को साथी हो साहब चाहिँ उहाँ हुन्छ गोरो साहब हो क्या डङ्गन साहब हाम्रो फर्स्ट सेकेन्डको खुसी लाग्यो ल हाम्रो बहिनी चाहिँ 50 बहिनी होइन त फेमिलीलाई हुन्छ सँगै भने के हो हामी तामी हो त मैले तामी हो त्यही त तामी हो त कसरी हामी यतापट्टि थियो कि चिल्ड्रेन स्कुलको छेउमा थियो क्या त्यही भएर त्यहाँ जानु लागि चाहिँ सजिलो पचासले फोटो खिचेको यार कता खिच्यो क्या त्यही भएर टोकाइ खायो क्या के भयो हात देखाइदियो ए भाइ ल मा तोक्ने ए भाइ तेरो सारिङ्गे लिएर आइदिनुहोस् यो सारिङ्गे ल्याएन नि त यार कुरा गरेको केचपको बोतलले लहटेको उसलाई गिजाएर त्यो के अरे उसले लहटेको यो स्याल जस्तो भएको भाइ अब त कुटिहाल्छ अब
यो चाहिँ हामीले हाम्रो बी कम्पनीको पार्टी हो भने होइन भने 75 सबै भनिसकेको छ है मेसिङदेखि लिएर सबै होइन भाइ भरोसा ग्राउन्डमा के गरेर त्यो के अरे गोला हान्दा हिलोमा ठ्याच्छ बसेर एसएलसी गर्दाखेरि के फेरि त्यही आयो यसले चाहिँ त्यो अर्डर गर्नलाई अगाडि आएर ल आज हाम्रो भने चाहिँ यता कुनाबाट एउटाले ट्वाक्क पाच्छ फेरि दुईवटा शब्द भन्छ अँध्यारोमा अर्कोले ट्वाक्क पाच्छ यसलाई रिस उठेछ यो भन्दै थियो जुडुको को यो पाच्छ हो नि बिचरा ऊ सोझो मान्छे यसो त के थियो भने त्यो आरो चाहिँ चम्पर होइन यसले चाहिँ अब त्यहाँ अर्डर सुनाउँदैछ नि त नजानेपछि मैले जानेन भन्थ्यो कि उसले जाने भन्थ्यो कि नजानु चाहिँ फेरि एकदम जानेको टप पल्टिहाल्छ नि त उसले त अब जानेन मैले त यो जानेन साफ भनेर भनिदियो सिधै भन्नु नजाने त जाने भने ठिक हो इमान्दार अत्यन्तै इमान्दार त्यो त मान्छे त सोझै हो क्या तपाईँ त एकै ठाउँमा लिएर हिँड्नुभयो ल नमस्कार थ्याङ्क यू दाइ बहिनीसँग फोटो खिच्दाखेरि सास अलिक माथि लिएर भुँडी अलिक भित्र गरे यस्तो मेरो चाहिँ फोर सेकेन्ड मेरो पार्टीमा चाहिँ हराइ गयो नि त योसँग कस्तो दिमाग खराब त्यो ठुलो चिजहरू पाइहाल्छ मलाई भाइ कति पर्छ मलाई चाहिँ त्यो प्रोभाइड गर्छ ओके भाइ ल है ल केही त नि नआउने अब के मैले भनेको आउँछ हरिमाया बहिनीलाई एकदम मिठो सम्झना मैले भन्दै थियो आउँदैछ बहिनी भनेर मैले हिजो त केर्सनलाई त बुढीको अगाडि फोन गरेको है बिहान उसले सुनिराखेको केर्सनलाई फोन गर्नु मलाई के गरिन्छ तैँले गर्छै गरेर टेक्स्ट गरेको तैँले अब तैँले गरेको थिएँ कि बिहान मात्रै गरेको हो क्या बिहान मलाई थाहा थिएन त होइन ऊ त आउँदैन भनेर फोन गरेको तिमी त त्यहाँ थियो नि त तिमी आउँछ तेरो त नामै थिएन त्यहाँ अनि कहाँ नाम हुन्छ 22 चौरसी भाइ 22 चौरसी ल बम्बाई है खै कनेक्सन हरायो भाइ र मेरो त छ है कनेक्सन छ मेरो भाइ हो माया लाग्छ मैले बोम भाइ भनेको त्यहाँदेखि फेसबुकबाट अफ गरिदियो हेर भाइ यसो नगरे भाइ हामी जे भने दाई हो अभिभावकले चाहिँ जे भने नि माइन्ड गर्न हुँदैन है म यही भन्छु भाइ तिमीले यो डेफिनेटली हेर्छ है बोम भाइ तिमीलाई त भने सानो मान्छे भएर सबैले माया गर्छ क्या सानो भएर त्यसरी रिसाउनु हुन्न है दाइहरूले भनेको कुरा दिमागमा राख्नुपर्छ अहिले त बुढो भयो होला तर पनि भाइ त भाइ हो नि है बम भाइ ल यही मेसेज है फेसबुकबाट पनि नाम काट्दै त्यो गर्न भएन भाइ है फेरि कनेक्ट गर्नु कहाँ छ अरे अहिले अहिले ऊ हाम्रो यही चाहिँ दुईजना एकै ठाउँमा हो कुन ठाउँमा हो र काम गर्ने हुने के हो सोध्नु न त्यतैतिर हो कि कता हो ए घोडे ओइ ठिक छ त यस्तो स्लिम भयो ज्यान त राम्रो है न्याउलै भएछ मान्छे त आज रमाइलो भएछ लजिस्टिकमा के भनेर पैसा के पैसा बम भएर पैसा छ भने फेरि लाभ हुन्छ वेलकम छ वेलकम छ नम्बर सब नम्बर ल अब त्यो है आइटम दिनु परेन ल थ्याङ्क यू हजुर ल भान्जा ल मामालाई ल दिइहालौँ नि त ल के दिने र ड्रिङ्क लिनु न त्यो भइहाल्छ त्यो त चेस है ल चेस ल सबै चेस थ्याङ्क यू हजुर थ्याङ्क यू हजुर खेल्ला टिकटकमा फलोवर कति छ र तपाईँको
टिकटकमा फलोवर कति छ अरे ल धेरै छैन मेरो 10,000 बोला छ अब घरे म चाहिँ कत्रो हो त अब घरले दिन्छ क्या 10,000 पुग्नला छ त्यो त राम्रो हो यार राम्रो कति छैन मेरो 9,260 फलोवर होइन के छ टिकटकको यहाँ त हाले छैन बहिनी यहाँ त छैन ए यहाँ मासु तपाईँहरू मासु नखाने अनि के सुरु गरिहाल्ने हो दिइहाल्ने हो बहिनी ल बहिनी इन्जोय भात गरे भात उता आउने यार खोइ कहाँ थियो देख्दै देखेन साथी खोइ बहिनी आएछ छैन एक्लै हो पसिना आयो कोट निकालिदिनु क्या निकालिदिने कोट निकालिदिनु गर्मी निकालिदिने पसिना नि पसिना ल बहिनीहरू आउनु भयो ल अहिले खाना हुन्छ हामी सँगसँगै जस्तो भयो होला सँगसँगै आयो होला अरू कल सुन्के नम्बरी कल सुन्के हेर न सक्छ आएको म धन्यवाद ल कम्ती चाहिँ अलिक अलिक खाना दिनु पऱ्यो बहिनीलाई चाहिँ त्यो यति हो हाम्रो आजलाई हो नम्बर खोइ बहिनी पानी वाइन त्यो सिकाउनु पर्छ हाम्रो दिदी बहिनीहरू भनेको त्यति जिम्मेवारी हुँदैन घर family जात हो नि त्यसो भए उनीहरूले त्यस्तो जिम्मेवारी लिँदो रहेछ हो पक्का सही कुरा छ सही कुरा
नाति खेलाउनु पऱ्यो त्यही पनि अब नआउने के गर्ने नाति नै हेर्नुपर्ने ल हाम्रो सिधो बहिनी है भेजी पो रहेछ यहाँ स्वच्छ खानाहरू गरेर 10 ल भेजी पो रहेछ यहाँ देऊ रहेछ हिजो भाइ हिजो आएन त यहाँ बुद्ध जयन्तीमा त्यहाँ लक्ष्मी भाउजूले देखेको थियो होइन लक्ष्मी दिदी देखेको थियो अनि आमा चाहिँ राम्रै छ भने आमा छ भेटौँ भनेको भेट्न पाएको थियो त्यही दिन सक्दैन थियो नि घाम उमेरले घाँस सक्दैन नि पोहोरसम्म त सक्ने थियो कि अलिअलि बस्ने थियो अहिले त सक्दैन इन्द्र आलिले है दाल मात्रै हालेको दाल सबै हालेको पापड त ल भाला बल्ल भनेर कानै सुनेछ नि यार कानै सुनेछ कि उता बोलाएर लालेन हालेछ भने ठिक छ नखाएर चाहिँ यस्तो भन्छ यार अहिले खानु पऱ्यो अहिले खानु पऱ्यो अहिले खानु पऱ्यो Come on, buddy. Come on. दिनु पऱ्यो एउटा सपोस्ट खानु है यो चिसै छ योभन्दा चिसो ठिक छ तपाईँको खानु हो दिने हो त्यसैमै हो नम्बर चाहिँ कोक हो कि कोकमा समथिङ रङ हो कोक सुत्तर कोक हो हाम्रो दोस्रो पनि ल हाम्रो सबै यो चाहिँ पोस्ट होस् है मैले पाउनु पऱ्यो भइहाल्छ नि थ्याङ्क यू ल थ्याङ्क यू अनि त्यहीँ बिपीमा नभो नखाओ जेएम त मेरो पक्का साथी हो अहिले खिचेको भने मलाई दोष हो नि हामी त यहाँ डक्टरदेखि नै बम हाले है भइहाल्यो हाम्रो सूर्य भाइ चाहिँ आफै पट्टिमा घटिएछ है ल नम्बरी थ्याङ्क यू बहिनी देख्न जान्छ हजुर उरुवा लाग्यो उसलाई त्यही भएर आउनु सकेन ल नम्बर इन्जोय है इन्जोय गोपाल eat more आलिदिउँ है सामान अलि यार यति हो आलिदिउँ न यार खाने हो नि भाइ खाने
ए भाइ के भन्दैछ हेर भइसक्यो क्या त्यो के चाहिँ देखाइदिँदैन महेन्द्र बोल्दै बोल्दैन तपाईँ हरायो त हरायो त हाम्रो आमरी पनि देखा परेछ सिङ्गर नानीहरूसँग बसेर अहिले आउनुपर्छ राम्रो गरेछ तिमीले सबैको फोटो लिइराखेर सम्झनामा सुरु देखा भाइ मेरो भाइले ठिक गर्छ ठिक गर्छ रोकल देखाउनु है देखा भाइ मेरो गाउँले चाहिँ अब यसलाई चाहिँ हाम्रो एमबी है हाम्रो अर्जुन यता पछि देखि आमाले बोलाइ हाम्रो आमा हेर्नुहुन्छ हेर्नुहोस् नम्बर खासै केही हो तपाईँ त्यता भल डाँडा मैले तुन्छ बनाएँ भिडियो हो Enjoy guys, enjoy. Serius दिँदैछ त यार ल साथी हो गर्नु पर्यो गर्नु पर्यो अहिले खानु है अहिले खानु अहिले यति हो हाम्रो सूर्य भाइ एकदम बिजी है आज गोर्खा प्यालेस हो हजुर ल ठिक छ ल हाम्रो सूर्य भाइको गोर्खा प्यालेसको खाना है त्यही त जोनी यो अफ भयो के गर्ने हो आएछ नि त यस्तो मान्छे पनि भएको मुला जस्तो छ आउने भयो नि त ए भाइ आएछ क्या त धोएको मुला जस्तो छ अनि आउँछ नि खाना कस्तो लाग्यो फर्स्ट क्लास हो खाना कस्तो खानामा कति बिहा छ त Okay, 1979 intake 2. Hip hip. Hip hip. Hip hip. ल हजुर ल ल ल गाडी ल ल गले राज ड्राइभर हो त्यसो नभन यार त्यसो बनाउँदैन ड्राइभर नभने यार ल ल बाम है ल ल ल साथी ल ल दोस्त हाम्रो भैँसी चाहिँ निस्कनु भएन है ल गले ल गले ल हजुर ल थ्याङ्क यू ल है भेट ल खुसी लाग्यो ल हजुर कहिले आउने हेरिहाल्नुहोस् है 2 दिनपछि आज रमाइलो भयो नेक्स्ट इयर है भाइ इन्जोय है सिरियस इयर पुऱ्याएर आइदिएको नि ल तपाईँ उहाँ चाहिँ अब तपाईँ लास्ट हो है 18 ल है ल भयो भने छिटो त भएन एकदम ठिक छ है टाइम सी यू
आजको पार्टी यहीँ गएर अन्त छ। अब सी यु नेक्स्ट इयर भन्दै चाहिँ मेरो गाउँले र म हामी दुईजना चाहिँ अब घरतिर लाग्यो भन्दै जय 1979 इन्टेक 2 है हजुर। त बाई बाई, होप यु अल इन्जोय द पार्टी है त। ल बाई बाई, थ्याङ्क यू।